गाह्रो हुन्छ आफ्नो मनलाई सम्हाल्नलाई त आफूले मात्र थाहा छ क्या। म त होइन पागल जस्तो भएको थियो क्या, पागल जस्तो भएको थियो कि खै अहिले अब त सम्झिन्छ कि बिर्सिसक्यो थाहा छैन। अझै माया गर्छ कि माया पनि मारिसक्यो त्यो पनि थाहा छैन। लभ स्टोरी होइन, लभ स्टोरी भन्दा पनि जिन्दगीमा होइन लास्ट के आफूलाई यस्तो गाह्रो हुन्छ नि लभ परेपछि होइन। अब चोख माया जसले अब होइन केटाकेटीले डुबेले चोख माया गरेपछि यस्तो गाह्रो हुन्छ क्या यार होइन। यस्तो रमाइलो हुन्छ नि लभ स्टोरी भनेपछि आफूले माया गरेपछि सिक्नुपर्छ कि। आफूले त होइन अब धेरै माया गरेको थिएँ, बुझेको थिएँ होइन। अब यस्तो हुन्छ भने के थाहा होइन। आफूले त अब खै के भनौँ गाह्रो थियो जिन्दगीमा, एक्लै हुनु पऱ्यो क्या। सायद अब अभागी भएर पनि होला केही छैन, जिन्दगीले मलाई एक्लै बनायो होइन। आखिर यस्तो हुन्छ भने मलाई थाहै नथियो कि नि मनमा यस्तो पिरो परेको छ नि, चोट परेको नि, यस्तो गाह्रो हुन्छ नि। जसले मनमा चोट पिट परेको हुन्छ नि उसलाई यस्तो गाह्रो हुन्छ नि। आफै भित्रभित्र मन यस्तो जलेको हुन्छ कि मनलाई आफूले मनलाई सम्हाल्न पनि सकेको हुन्न। कति गाह्रो हुन्छ आफ्नो मनलाई सम्हाल्नलाई त आफूले मात्र थाहा छ क्या। अरूलाई त के भन्नु र अरूलाई के सुनाउनु र होइन। यस्तो चोख माया गरेको थिएँ नि मैले, मनभित्र माया गरेको थिएँ कि मनैबाट माया गरेको थिएँ। कसैले माया गरेको थिएन क्या। एउटा उनले पनि कति धेरै माया गरेको थिइन्, मैले पनि कति धेरै माया गरेँ। खै बिच बाटोमा के भयो, बिछोटो हुनु पऱ्यो। आखिर ऊ एक्लै म एक्लै हुनु पऱ्यो, छुट्टिनु पऱ्यो। होइन अब माया त अब लाग्छ, अब माया गरेको भन्ने अब के गर्नु, बिछोटो भइसक्यो। अब मनसम्म कति गाह्रो भएको छ भनेपछि आफूले मात्र थाहा छ कि। अब चोखो माया गरेको हुन्छ नि अब त्यो बिच बाटोमा छोड्ने, विश्वासघात गर्ने होइन, माया होइन नि त्यस्तो रगो होइन नि। जिन्दगीभर साथ दिनलाई होइन एकअर्काको। अनि हामी चाहिँ एकदम राम्रो रिलेसन कति राम्रो थियो। अनि हाम्रो चाहिँ एकदम राम्रो चलेको थियो, कुराकानी सबै यता सब बात थियो, कति राम्रो थियो। तर खै बिच बाटोमा के भयो होइन आफूले पनि बुझ्न सकिरहेन क्या मैले पनि होइन। के भयो कसो भयो मैले आफ्नो मनलाई त सम्हाल्न सकेको थिइनँ। झन् म त के बुझ्छन् क्या। म चाहिँ होइन अब पागल जस्तो भएको थियो क्या, पागल जस्तो भएको थियो कि खै अहिले त अलिअलि के हुन्छ मन होइन बेला बेलामा दुख्छ। अब खै सकेसम्म अब मन सम्हालिरहेको छु, कसरी सम्हालिरहेको छु भनेर आफूलाई मात्र थाहा छ होइन। यही हो लभ स्टोरी होइन। अब धेरै कुरा सुन्नु होला बिस्तारै। अब लभ स्टोरी धेरै छ, कहानी धेरै छ होइन। बिस्तारै सुनाउँदै गरौँला। कसैले नि आफूले माया गरेर कसैले साथ नछोड्नु, धोका गरी नदिनु होइन। जिन्दगीभरि माया गर्नु, साथ दिनु, उसलाई बिच बाटोमा कहिले नछोड्नु होला। म यति भन्न चाहन्छु। भिडियो यति भएर बन्द गर्छु है। अब त सम्झिन्छ कि बिर्सिसक्यो थाहा छैन।